Saya datang sudah mengajar thodi bolani. Saya awal daerah sudah datang thodi bolani. Sudah ni tamu, ni saya thodi bolani. Ni tahu tak? Tapi juga sudah ni siapa guru mau ni apa ni guru mau. Ngai bilang kita ngai dari wajib sudah ni. Masih ni, sudah ni je ngai. पांच दिन नहीं पता दिन दाई तो शेयर हमरे ऐसा सर करे उस वाला बोला ना मिसाल नहीं आ रहा है कौन है कौन पढ़े ना चलो हम से हेलो घर में नहीं देना करो नमस्कार दादी आशीर्वाद हो ये काटा पूछ क्या हो रहा आज से काम करो कोई तरीका खै के म त कुरै बुझ्दैन खास आज एउटा कुरा गर्ने भनेर आथे त ठीक छ तिमी फोन राख न अहिले म एकछिन पछि फोन गर्छु राखे ल कान्छी हुन्छ पाउँछ एकछिन पछि म फोन गर्छु ल ल ल राख्नु एकछिन लागि आएको रे भने हैन यसो कुरा गर्नु एकछिन ल राखे ल के रे ठीक छ नि साथी आज एउटा अलिकति एउटा यसो सुनेको थिएँ मैले तिमीहरूको बारेमा अलिकति के हो कसो हो त्यो भएर चाहिँ यसो छिनोमा फाइनल गराउन के भनेर चाहिँ यसो हिँडेको आज भन न अब तिमीलाई त कसो केसँग थाहा छैन त्यो चाहिँ होइन अब अस्ति नानी छुट्टीमा आएको थियो नि त्यतिखेर अनि के अरे कान्छीहरू बजार लगाएको थियो कि हो त्यतिखेर नानीले एउटा लाई फोन गरेर बोलाएछ भन्नु केटा साथीलाई बोलाएछ अनि त्यहाँबाट अनि नानीले फोन गरेर बोलाएछ अनि यसो बुझ्दाखेरि चाहिँ उसको गाउँतिर जो दाइहरू आफ्नो साथी भनेर पनि भनेको थियो कि तर मैले यसो म्यासेजहरू चाहिँ कान्छीहरूले सरस्वतीहरूले देखाएको थिएँ तर त्यही भएर अनि के हो रहेछ तिमीलाई कतिको थाहा छ त्यो कुराहरू भनेर यसो के थाहा छैन मलाई आइसक्यो के जमाना मोबाइल मैले त अनि नानीको मोबाइल आउँछु नि त त्यो नानीको मोबाइल आउँछु सबैसँग पनि बोल्नु रहेछ त्यो केटा अनि मैले यो को भन्दाखेरि भनेको मैले होइन मैले चाहिँ जो हो भाउजूको आफ्नोहरू पर्छ भन्ने होइन मैले त्यो कुराहरू चाहिँ मैले नि कोसिस गरेँ महिनाबाट आएको छु त्यो कुरा त्योसँग कन्टिन्यू कुरा भएको छ कन्टिन्यू कुरा भयो सरसरी सब कन्टिन्यू कुराहरू भइरहनु रहेछ त्यो मैले बोला अनि को त यो तिमीले त भाउजूको भन्दाखेरि भन्दाखेरि मैले किन मैले अनि त्यो भोलिपल्ट आएको गर्दै गर्दाखेरि अनि पछिको मैले नै त्यो को मलाई भन्न नभए हामी दुईजनाको यसरी त राम्रो हुँदैन नि त मेरो नि अब हाम्रो दुईजनाले तिमीले गल्ती गर्दाखेरि हाम्रो बच्चाको पर हुन्छ मैले गल्ती गर्दाखेरि तिमीले गल्ती गरेर नि मैले गरेर नि एउटै हुन्छ नि त भन्दाखेरि मैले नि त्यही कुरा गर्दाखेरि पछि अनि बहिनीको नाम लियो कि उसले बहिनीको नाम लिँदाखेरि हो कि होइन अहिले हाम्रो फ्यामिलीमा चाहिँ अब मैले कोही छैन नि अहिले कुराले क्लियर गऱ्यो भने राम्रो छ अनि मैले नि अनि दाइलाई अनि दाइहरूले सोचिहाल्नु नि थाहा रहेछ यो कुरा यिनीहरूसँग त्यो च्याटिङ चाहिँ कोसँग गरेर च्याटिङ भन्दा पनि यो स्वयं उनीहरू मान्छे नै भेट भएको थियो कि बजारतिर भेट भएको छ एकचोटि मन्दिरतिर पनि गएको थियो नि थाहा छ तिमीलाई काली मन्दिर पनि गएको थियो नि त्यतिखेर पनि आएको छ डाँडाकालीको जाँदाखेरि पनि आएको थियो कि अनि त्यो कुरा चाहिँ दिदीहरू हामीलाई भन्दा नि दिदीलाई नि अलिक प्रश्न थाहा रहेछ यो कुरा चाहिँ कुमारी दिदीले पनि पुरा गरेको थियो
आएको थियो नानीहरूको चाहिँ अलिक चालमाला चाहिँ मलाई अलिक ठिक लागेन भन्ने खालको कुरा गरेको थियो अब होला नि त अब उनीहरूको आफ्नो बच्चादेखि साथीहरू छ हामीले चाहिँ तर यसो भित्रभित्र अब तिमीलाई चाहिँ थाहै छैन यो कुराहरू चाहिँ थाहा छैन जाने तिमीलाई थाहा छैन हामीलाई चाहिँ जो हामीलाई चाहिँ भित्रभित्र हाम्रो कुरा चाहिँ अस्तिदेखि आउने बित्तिकै यो कुराहरू चाहिँ तिमीले राख्नु कसरी राख्ने साललाई फेरि अब अहिले आठवटा पनि लागिराखेको होइन यसपाला चाहिँ यो कुरा चाहिँ के रहेछ त क्लियर चाहिँ गराउनु पऱ्यो भनेर चाहिँ अहिले चाहिँ हामी यसरी आएछ अब यो चाहिँ के हो अब तिमीहरूको बारेमा अब कतिको थाहा छ छैन अब तिमीले अब थाहा हुँदा हुँदै हामीलाई नभने हो कि गाह्रो मानेर होइन अब थाहा नै छैन भने चाहिँ यो कुराहरू चाहिँ के रहेछ क्लियर चाहिँ गराउनु पऱ्यो कि यो चाहिँ अब यसरी अब उसो गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने त अब बुढाबुढीको बिचमा त अब सबै कुराहरू त अब सेयर हुनु पऱ्यो नि त जस्तै मदेखि मलाई मेरो बुढीदेखि मलाई अब के कुराहरू मलाई चित्त बुझ्दैन भने अब सबै कुराहरू सेयर गरेको छैन भने कसरी बुढाबुढी भयो त त्यस भएन नि त त्यो त अनि होइन त्यही भएर अनि यो कुराहरू चाहिँ अलिकति क्लियर चाहिँ गराउनु पऱ्यो कि किन भन्दा अब नानी भनेको त तिमीले लिएर आऊ नि त तिमीले लिएर आऊ नानी भनेको त तिमीहरू कति वर्ष लभ परेर लिएर आएको हो यो चाहिँ अब क्लियर चाहिँ गराउनु पऱ्यो यो चाहिँ अब साँच्चै नै हो नै हो भने त अब यो चाहिँ हामीले जहाँसम्म लाग्छ यो चाहिँ 100% हो जस्तो लाग्छ मलाई हाम्रो चाहिँ अब तिमीहरूको बुझाइ चाहिँ के छ कसो छ अब हामीलाई भन्दा तिमीलाई धेरै थाहा हुन्छ यो कुराहरू चाहिँ अब तिमीलाई अब होइन अब हामीले यतिकै भने हो भने अब दिदीबहिनीहरू पनि सबै साथी नै हो अब यसरी जाँदाखेरि यसरी सँगै हिँडेको यिनीहरू होइन यसरी अब थाहा हुन्छ नि त अब यसरी हिँड्दाखेरि यसरी आएर यसरी बोल्ने त्यो त्यतिकै पनि थाहा हुन्छ नि त भनेको उनीहरूको चाहिँ अहिले त्यो च्याटमा पनि कुरा गर्छ सरस्वतीको आइडीमा भनेको है सरस्वती आइडीमा है तर चाहिँ उनीहरूको चाहिँ कुराहरू पनि हुँदो रहेछ कि उनीहरूको सरस्वती आइडीबाट मैले त्यो गर्दाखेरि अहिले त्यो के कति माग्न त मैले चेन्ज गरेँ सरस्वती त्यो त अहिले त बुवा गरेर त्यसले डिले गरिसक्यो के दियो त्यो यो कुरा सरस्वतीलाई पनि थाहा छ सरस्वती कान्छीलाई पनि प्लस दिदीले पनि त्यो मन्दिरमा जाँदाखेरि देखाएको थियो कि भेटाएर गएर झन् न मन्दिरसँगै फोटो चाहिँ नखिचाएको छ उनीहरूले दिदीले पनि मलाई कुरा गरेको थियो यस्तो यस्तो के हो भने नानीको यस्तो यस्तो भन्छ साथी भन्छ तर यसो बोल्दाखेरि उनीहरूको त अलिक चालमा चाहिँ अलिकति ठिक लागेको मलाई भनेर कुरा गरेको थियो त्यही भएर के रहेछ त यो कुरा चाहिँ आज चाहिँ क्लियर चाहिँ गर्नु पऱ्यो चलाउँदैन त्यसको लागि मैले कहिले अहिलेसम्म एकचोटि लाग्नु परेको मेरो पनि चलाउनु दिँदैन उसको पनि म चलाउँदैन क्या किनभने अब कतिपय कुराहरू यस्तो हुन्छ कि हरेक कुरा हामीलाई विश्वास छ भन्दैमा हरेक कुराहरू पनि विश्वास मेरो त्यही भएर मैले मेरो आइडी मात्रै चलाउँछ कि मेरो आइडी चलाउँदा सबै हरेक कुनै आइडी हुन्छ सबैले त्यही हो किन भन्दा हामी त फेयर छ नि त हामी छोरा मान्छे भने त हामी त क्लियर छ हामी त जे छ त्यही छ जे छैन हामी त क्लियर कुरा गर्छ क्लियरमै हिँड्छ तर छोरी मान्छेहरूको त्यस्तो भरोसा चाहिँ नहुँदो रहेछ के गरौँ अब सरस्वती के थाहा छैन बारेमा सरस्वती र कान्छी आउँदै यहाँ यसो दुईजना तिमीहरू देऊ न हेर के अरे प्लस बुहारीहरूलाई पनि थाहा आउने खाना खाइदिँदैन त्यहाँ चाहिँ डाँडागाली गर हुन्छ त गोप भाउजूहरू डाँडागाली गर्थ्यो नि त्यो बेलामा के भयो तिमीहरूसँग तिमीहरूसँग को भयो तिमीहरूसँग म अनि हाम्रो दिदीबहिनी अनि भाउजू त अनि अरू त्यति नै हो कम सपोर्ट गर्छ यिनीहरूले गाला सल्लाह रङ्गाइदियो अहिले आफ्नो दाइको कुरा चाहिँ त्यसरी उस लगाएर अहिले भाउजू त्यसरी उस भएर चाहिँ भाउजू कुरा चाहिँ लुगाएको नारायण भन्नु त्यो बेलामा को आएको थियो भने त्यो केटा को आएको थियो च्याट देखाएर पऱ्यो नि फेरि भेट्छ नि फेरि तर
को थियो भने जो आज त्यो एउटा केटा साथी अब तिमीहरूलाई चिन्ता त गरेन होला नि उहाँहरू दिदीले पनि त्यही त भन्थ्यो त दिदीले डाँडाकालीको त्यो मैले अस्ति नै त्यो उयो त यो को हो भन्दाखेरि त्यो भाउजू केटा हो भनेको थिएँ नि त को हो त त्यो भनेको तिमीले त अनि त्यो मैले तिमीलाई मैले नि यत्रो इन्डियाबाट नि थर्कायो घर आउँदा नि त्यो च्याकरी गरेर अस्ति भएमा आइपुग्यो त्यो ब्लग गरेर पो उयो गरेको दिदीलाई पनि बोलाउनु दिदीलाई बोलाउनु न नानी अब त अब तिमी नै अब बुहारी नै आउँदा भनाइ त्यहाँनिर कुरा सब कुरा क्लियर गर अब खाना खाने हो अब नानी भयो भने तिमीहरू सबै कुरा थाहा छ अनि त्यही भएर कुरा भन्नु त्यही भएर यो कुराहरू त मलाई त अलिक पछि थाहा भयो हामी त्यही हो मलाई हामीलाई अलिकति पछि थाहा भयो यो कुरा त यिनीहरूको बहिनीलाई अलिक पहिला नै थाहा भइहाल्ने दिदीले पनि त्यो सँग गरिहाल्छ धेरै जाँदाखेरि अनि को केटा हो भन्दाखेरि चाहिँ अब केटा साथी हो अरे भने अरे भन्दा चाहिँ तर वास्तवमा यिनीहरूको यस्तो चालमाल हेर्दाखेरि चाहिँ साथी दाजुको व्यवहार चाहिँ देखेन अरे कि त्यही भन्दाखेरि त्यही भएर मैले अस्ति तिमी आउने कहिले बाहिर हुँदाखेरि नै कुरा गराउनु बाहिर अनि टेन्सन घर आउनु लाग्यो घर आएपछि नि कुरा गर्ने भनेर बसिरहेको अब अस्तिदेखि भनौँ भनेको त्यति जुरेन आज होइन यो चाहिँ कुरा चाहिँ के रहेछ चाहिँ के चाहिँ रहेछ त यो कुरा क्लियर चाहिँ गराउनु पऱ्यो आज चाहिँ भनेर हामी चाहिँ त्यही भएर त्यही कुरालाई मात्रै लिएर आएको आज चाहिँ भने तिमीहरू जान मजा थाहा के हो दिदी डाँडाकालीको जाने बेला हुँदैन एउटा केटा भाउजूले भेट्न आएको थियो नि याद भयो हामी त भाउजू म कान्छी त अगाडि गाडी गयो नानी राधिका दिदी चाहिँ अनि भाउजू चाहिँ उनीहरू पछि गयो म केटा मान्छे कहाँ छैन भन्न अब मान्छे टन्नै हिँड्थ्यो के थाहा अब यिनीहरू थाहा भयो मैले अहिले भाउजूलाई कल गर्नु नआउँछ फेरि बहिनीले पनि दिएको जस्तो लाग्यो भन्थ्यो कि जान चाहिँ बरु एक दिन चाहिँ गएको हो त्यहाँ गएको भन्दा जान त हामी गर्थ्यौँ जान त अब कहाँ गएको 24 कोटी पैसाहरू भेट्नलाई कहाँ को रहेछ त्यो भेट्नलाई भन्दा नि लुगा किन्न सपिङ गर्न जाने गर्थ्यौँ हामी अब नानीहरू सबैको लुगा किन्ने भनेर गएको थियो अनि त्यति बेलै आएको थियो कि त्यो बेला नि आएको कुरा गर्छ नि त त्यो कुरा चाहिँ बिस्तारै कुरा त्यो सबै के अरे त्यही भएर अनि तिमीलाई पनि अलिअलि केही कुराहरू शङ्काहरू थियो कि थिएन मलाई त्यस्तो केही कुनै आइडिया थिएन मलाई त्यही भएर यस्तो कुराहरू हामीले पनि ख्याल चाहिँ गर्नुपर्छ विश्वास भनेको हरेक कुरा विश्वास पनि हो र पनि हामीले विश्वासमा पुरै 100% भरोसा चाहिँ गर्नु यो मेरो सँगै बसेको त्यो चक्का चुक्को केही पनि थाहा भएन हेर्नु त्यसै म्यासेज आउने यसरी फोन कल आउने यताउता केही थाहा भएन क्या त्यहाँनिर किनभने पहिला त त्यहाँनिर सँगै मतलब छोटो काम गर्छ नि त 2 महिना सँगै बस्यो हो नि त बिहानदेखि बेलुकासम्म त्यो बेलामा केही चक्का नेपाल आउने भन्ने थाहा थियो नि त अब नेपाल आउने 2-3 महिना लागिछ त्यति भएर उनीहरूले कन्ट्रोल गर्न सकिहाल्छ त्यही भएर यो कुरा चाहिँ क्लियर गराउनु पऱ्यो जसरी क्लियर हुनु पऱ्यो नि त अनि त्यतिकै अनि बसेर त भएन अब उसको केटा छ भने त अब के त हो भने अब उता छोड्नु पऱ्यो कि त हो भने यता छोडेर त उसले यसरी दुईजनालाई अल्झाएर बसेर भएन नि त अनि क्लियर हुनु पऱ्यो नि त हो कि होइन भन्दा त त्यही भएर हामी भनेको अहिले साथीहरू जस्तो हो नि त हामी त अब भेन दिदी भेन बहिनीहरू ज्वाइँहरू छ बुहारी छ सबै हामी त साथी जस्तो हुन्छ अहिले त हामी भन्दा अब बल्ल अब के गर्ने डिसिजन गरेर बल्ल घर परिवारसँग चाहिँ बसेर सल्लाह गरेर बल्ल के गर्ने हो कि त छोड्नु पऱ्यो कि त भने उता छोड्नु पऱ्यो एकमा दुईमा त एक त हुनु पऱ्यो नि त हो कि हो यही हो हामीले खोजेको यही हो कि खासमा आज चाहिँ यसरी आयो तिमीलाई पनि थाहा पनि थिएन होला हामी आएको चाहिँ मलाई केही आइडिया थिएन यो बारेमा मलाई छक्का छुक्कु केही थाहा छैन मलाई के गर्नु त मैले पहिला नै दाइलाई भन्नु मन लाग्थ्यो
मैले यो कुरा फेरि होला यो पक्का हो भन्ने कुरा हो भनेको यो कुरालाई भन्ने तर फेरि राम्रोसँग मान्छे चियान नभएर मैले नभने। सरस्वतीले के भन्दा पहिला पनि धेरै थाहा रहेछ कि अनि मैले होला अनि थाहा रहेछ पहिलासम्म कुरा भ्याउँदैन न मैले नि अनि यो मैले यसलाई धेरै इन्डियाबाट कम थाहा आएँ मैले अनि उयो भनेको चाहिँ पछि पो अनि अनि त्यहाँबाट आएपछि नि कन्टिन्यू पुरा भएको रहेछ कति वर्ष जति भयो वर्ष त थाहा होइन अस्ति साउनबाट चाहिँ बोलचाल चाहिँ यहाँसँग नि भेटघाट हुने बेला बोल्यो हामी चाहिँ अटोमा गएको चाहिँ भेट पाउँथ्यौँ कहाँ गयो साथी अघि आइडिया छ त्यो ठाउँ त थाहा भएन हामी सबै डिटेल त कहाँ दिन्छ त ठाउँ चाहिँ थाहा भएन अनि के भनेर चाहिँ त्यसले त्यो मान्छेले चिनाएर तिमीलाई भन्न चाहिँ बसिनेको हो भन्थ्यो बसिने आफ्नै मामाको छोराहरू भने जस्तो लाग्थ्यो कि आफन्तै भन्थ्यो आफन्तै पढ्छ अनि त्यो आइडियामा त श्रेष्ठको के थियो अरे अनि खै हामीले चाहिँ हेर्दाखेरि त मेरो आइडियामा कुरा ध्यान दिएर च्याट भेट्दाखेरि श्रेष्ठ भनेर थियो अरे त के श्रेष्ठ भनेर श्रेष्ठ कसरी राख्नु भयो पुरानो भन सिधा सिधा भन भाउजूले चाहिँ मामाको छोराहरू स्मृति मानिदिन अब हामी मात्रै छलफल गरेर के हो यसो त्यो मान्छेले लड्छ छोरीले जाँदै फोन भएर अब के भन्नु भने अहिले त्यो पनि नेपालमा छ तुरन्तै घर लगाएर अब के हो सिनेमामा चाहिँ गराउनु पऱ्यो नि त। हेलो यहाँ बढी हेती त्यो पामा ल बढी हेती गाडी छोरो छैन थाहा हुँदैन नभने क्या अझ अब डाइरेक्ट कुरा गर्न पनि गाह्रो हुन्छ नि त दाइलाई कुरा गर्न पनि गाह्रो हुन्छ नि त अब कसरी भने अब यस्तो कुराहरू यो भनेको गम्भीर कुराहरू अब भाउजूसँग नि डराउनै पऱ्यो दाइसँग नि डराउनै पऱ्यो अनि एकैचोटि कसरी हामी नसकेर ओए के कतिको बिजी छ त कतिको बिजी छ कतिखेर फ्री हुन्छ त यहाँ त मलाई त नयाँ नयाँ कुरा थाहा पाउँछ त नयाँ नयाँ कुरा थाहा पाउँछ त असार साउनतिरको कुरा कुरा त भामै कुरा त धेरै अगाडिको रहेछ त कुरा त तपाईँले पुरै टकिङ हान्दो रहेछ त के हो पुरै ट्रस्ट त बगल गरेछ त तपाईँले ट्रस्टले त ट्रस्ट खाइदियो त को त त पुरा ध्यानेर कोसँग पुरै भेटघाट कार्यक्रम भयो रहेछ त कसले भनेको नभन् नि हामीले सबैजना त तेरो बाउ र आमाले नि यहाँ बोलाएर कुरा नगर्नु फेरि सिधा सिधा कुरा भन्न मलाई यहाँ छुट्टीमा आएर भरतपुर को हो त्यहाँनिर सपिङमा जाँदाखेरि भेटघाट भएको को हो त्यो डाँडाकालिका जाँदा साथी नि त्यस्तो हुन्छ होला नि तैँले मलाई म एक्लै छनेर तैँले तेरो कुरा मैले अहिलेसम्म पचाएर मैले तैँले यताउता भने मैले भनेर मैले यत्रो विश्वासले बसिराखेँ यहाँ को छ हेर सबैजना को छ हेरे यहाँ अनि त्यसपछि भन नि अब साथीहरू को राम्रोसँग भने फेरि तेरो बाउ आमालाई फेरि कुरा गर्न पर्छ फेरि तर त्यहाँ कुरा तर त कहिले थाहा भएन त्यो कुरा त तेरो मोबाइलमा त त्यो मेसेजहरू कहिले पनि देखेन त त्यो केटाको त भनेपछि त त्यहाँनिर अब म नभएपछि त अनि फेरि अर्को खोजिहाल्ने भनेपछि अहिले त बोलिरह होला फेरि अर्कोसँग भेट नि त त्यो केटाको आइडी लिएर नि त म भोलि भेट्न जान्छु त्यो केटालाई साथी हो भने त्यो यहाँ हेर कसले भनेको यहाँनिर ओइ भनै सरदे यहाँनिर कति यहाँ आएर मात्र बोलेको भनेर झुट बोल्छस् त कति भयो त्योसँग कुरा गरेको 8-9 महिनाभन्दा अगाडिको च्याटहरू देखाउँछु फेरि तैँले फेरि डिटेल खोल्न पर्छ फेरि लाटो सोचास् कि आइदियो आज आएर थाहा पायो नि त आज तैँले किन कुरा लुगाएर राखिन्छ नि नि यहाँ देखेन यत्रोजना साँच्ची देखेन यत्रोजना सबैजना कसले भनेको र त्यो साथीको यहाँ तले पुरा सिरियस हो त्यो हाँसेर मजा गरी गरेर त्यो नगर के मसँग
नम्बरले त्यसको नम्बरले म त्योसँग भेट्छु को हो त्यो तेरो त्यो फेसबुक आइडीले त भन्दा मैले सबै ब्लक गरिसक्यो किन ब्लक गर्नुको रिजन चाहिँ के तैँले थाहा पाउँछ भनेर त्यस्तो नराम्रो त केही नै होइन कि पहिला पहिला बोल्थ्यो अनि त्यतिखेर भेटेको अनि बोले मात्रै हो कि यहाँनिर आएर बोल्न जरुरी थियो के बोल्दा नि साथीहरू बोल्दा अनि त्यो केटाले भेट्ने भन्यो अनि त्यही भएर भेटेन ए भनेपछि त अरूले पनि भेटौँ भने त भेट्छ होला नि त त्यसो भए त त्यसरी त भेट्दै हिँड्यो भने कुरा क्लियर यस्तो मलाई त्यसरी त्यो अरूले त्यो भेटौँ तेरो पाँचको मान्छेले भेटौँ भन्यो भने भेट्दै हिँड्यो भने त सिङ्गल बस्नु हाल्यो त अनि गइसके कुरा चाहिँ कसले निकाल्यो मैले भनेको रानी म मैले अहिलेसम्म अँधेरोमा रहेछु नि त म अँधेरोमा राखेर हुन्छ नि तैँले मलाई मेरो पालामा के गर्दैछ तैँले कर्म इज ब्याक भन्नु के हो कर्म जहिले पनि घुमेर आउँछ कि बुझिस् नि के हो थाहा छ म भगवान्मा प्रति थाहा छैन म कर्ममा एकदम विश्वास गर्छु क्या बुझिस् नि अनि अब कसले भनेको मलाई त्यो भनेको मान्छे मलाई त्यो त यहाँ दिएन कतिजना कोसँग कुरा गर्छस् ज्वाइँसँग कान्छीसँग बुहारीसँग सरसीसँग दिदीसँग भेनासँग कसलाई चाहिँ सोध्छस् सबैलाई थाहा रहेछ म बाहेक सबैलाई थाहा रहेछ यो कुरा निस्क्यो चाहिँ कसरी मैले थाहा भयो सरस्वतीको महल उज्जवल के अरे च्याट गरेर रहेछ मैले अनि नानीको मोबाइलबाट यो केटा को नानी बोला रहेछ भनेर उयो गर्दाखेरि मैले तर यस्तो बोल्दै हामी दुईजना पनि सम्बन्ध राम्रो हुँदैन भन्दाखेरि मलाई दिदी भन्दाखेरि लास्टमा अनि भाउजू बहिनीको नाम लियो कि अनि मैले यो कुराले भाउजू नाम लियो मैले दाइलो भन्नु मन लाग्थ्यो फेरि हो कि होइन भने अनि पछि अनि सबैलाई सोद्धाखेरि हो भनेपछि बल्ल मैले अनि आज दाइले बोलाएर यो कुराले क्लियर गरिदिउँ भनेर अनि यो कुरालाई युज गरेर बुझिस् नि सबैजना हाम्रो परिवारमा सबैजना त जस्तो छैन कि अँधेरोमा राख्नुलाई बुझिस् नि के हो र हावामा सम्बन्ध बिग्रन खोजिरह है के को सम्बन्ध बिगार्न तैँले सधैँ भन्थ्यो त दुईवटा कर्म हुन्छ दुईवटा कर्म हुन्छ यस्तो पाराले त दुईवटा कर्म हुन्छ भुत्रो दुईवटा कर्म हुन्छ यस्तो पाराले दुईवटा कर्म हुँदैन डराउँदैन यस्तो पाराले त हुन्छ ढुक्क भएर बसी हुन्छ बस्न त के सिङ्गल बस्ने भयो चिल हो तिम्रो आँखाले देखेको थियो मेरो आँखा किन देख्नु पऱ्यो मेरो दिदी बहिनी आँखा देख्ने यहाँ मेरो परिवार यत्रो आँखा देखेन धेरै लास्टमा आएर हिँड्नु पर्यो मलाई धेरै हिँड्नु नखोजेन यहाँनिर अब के गर्छ त तिमीले त्यसो भए पुरा क्लियर हो नि म त पुरा क्लियर हो के त्यो साथी हो बोल्ने थियो भेटे थियो त्यो त भने के भेनाले भेट्या तैँले किन भनेन जस्तो नि मलाई के सबै कुरा के फिजिकलमै कुरा पर्छ भन्ने छ तैँले मलाई किन अँधेरोमा राखेको छ नि तैँले बोल्न मन लाग्यो बोल्यो के बोल्नु ए त्यसो भए त बोल्न मन लागिराख्ने मान्छे त अब त्यसो भए त सिङ्गल बस्नु पऱ्यो नि त बिग्रिनु त केही नै बिग्रेन चाहिँ अब धेरै कुरा लामो पनि नगरौँ अब के गर्ने त्यो एउटा निर्णय गरौँ बोल्न मन अब के त भने बोलाएर अब यहाँ बोलाउनु पऱ्यो चिनोबानो त गर्नु पऱ्यो नि त नि यही फोनमा डिस्कस गरेर कुरा बोले मेरो डिटेल चेक गर्न आएँ मेरो त अब बोल्या होला आफ्नो आफ्नो ठाउँमा छ तर अब अहिलेसम्म चाहिँ त्यस्तो थाहा पाएको छैन आफ्नो सालोलाई त होइन फेरि आफ्नो सालो भयो भनेर फेरि सपोर्ट गर्यो मलाई चाहिँ सपोर्ट गरेन भन्ला फेरि तिमीले पनि त्यस्तो नसोच अब हामीले नि देखेको कुरा त्यो सुनेको बुझेको कुरा त्यो मात्रै भने हो बहिनी अब के गरौँ अब हामी कस्तो भन्नुहुन्न हो अब भन्न त नहुने हो तर मनले मान्दै मानेन भयो नि त्यही भएर अनि के गर्न अब यो कुराहरू हामी बसेर छलफल गरौँ पहिला कि त भने अब उतापट्टि चट्टै छोडेर अब यता ट्रु लभ गर्नु पर्यो अब होइन भने त यसरी त हुँदैन नि त अनि यसरी एकजनासँग चाहिँ बस्ने बे गरेर बस्ने अर्कोतिर अन्त फोन गरेर बस्ने अनि केटा लिएर हिँड्ने त्यसरी त भएन नि त अनि जे भयो भने त अनि बे गरेर गइसक्यो मान्छेले यसरी बोल्न पायो त अनि त्यसरी त मिलेन नि त बहिनी यसरी हुँदैन ल गर्दा अब के गर्ने अब त्यो एकछिन मानेर चाहिँ गर्नुपर्छ हुँदैन यसरी
गर्छ सानो कुरा भएन त्यो केटालाई अनब्लक गर त्यही नै भर्खर साथीले भने होला त्यहाँनिर जहिले त जनेर त्यसलाई ब्लक गरेको होला अनब्लक गर त्योसँग कुरा गरौँ डिटेल निकालौँ यदि हो भने त केही पनि बिग्रेन अहिलेसम्म के म त्यही कस्तो हो भनिसक्यो अनि कस्तो कुरा गरेर तिमी पनि उसलाई हो भनिसक्यो त अनि बहिनीले नै हो भनिसक्यो त बोलेको मात्रै हो भनिरहेको छ अझै त्यस्तो के हाम्रो कुरै विश्वासै लागेन क्या तिमीलाई त अझै नि त्यही बुढीलाई माया गरिरहेको छ तिमी माया गरेको भनेको यो अब त्यो कुरा गर्ने त्योसँग कुरा गर्ने अनि अब यिनीहरू दुईजनाको अब राम्रै चलिरहेको रहेछ भने ए म अब त छिनामा गरेर उसले अहिले पहिले हुने महिना चिने यसरी त हुँदैन बहिनी यसरी यस्तो चालले चाहिँ हुँदैन है त्यस्तो बनाउन खोजेको यस्तो चालले चाहिँ हुँदैन हामी अहिले हाम्रो जिन्दगीमा यस्तो केही नै भएको छैन अब यसरी चाहिँ हुँदैन है यसरी चाहिँ चल्दैन जिन्दगीमा साँचो कुरा हो के हो अब साँच्चै बोयफ्रेन्ड नै हो भने त्यो त भन्नु पऱ्यो नि त अनि अब केटा साथी भनेर हुन्छ त अनि केटा साथी भने अनि साथै लिएर हिँडिदिने अब फोन गरेर बोलाउने भेट्ने त्यसरी त भएन नि त अनि यसो घरमा कुरा गर्छ अब उहिले कुरा गर्ने कुरै भएन नि छोरी त यसरी लागेको रहेछ के हो कसो हो भन्नु पऱ्यो नि त भनौँ नि अब के भने गौतमसँगै बस्ने हो कि उता जाने हो क्लियर गरौँ अनि क्लियर त गर्नु पऱ्यो नि त ल भयो ल पुरा डाउन हो त्यही भएर मैले तेरो हरेक हिसाब मैले अहिलेसम्म कमाएको मैले पुरै राखिरहेको क्या मैले तेरो त्यहाँनिर त्यो नाममा नि पास गरेको छैन तेरो त्यो जग्गा त्यो जति पनि पैसा सबै त्यो रेकर्डमा छ ल भयो छोडिदिने हो उठाउँदैन होइन क्लियर गर्नुपर्छ त्यति आदुरो राखेर हुन्छ अब भोलि नै अब एक दुई दिनमा बरु खर्च पुगेन भने हामी यहाँबाट पढाएर हो भने नेपाल झिगाउने त्यो छिनभानु गर्नु पऱ्यो नि त्यसरी त कहाँ हुन्छ त आदुरो राखेर आखिरमा राजमा हो रहेछ नि त नि होइन तिमीलाई त अनि भ्रममा पारिरहेको रहेछ त भ्रममै राखेर रहेछ त तिमीलाई त के थाहा छैन मैले अहिले चक्का चुक्कु केही थाहा छैन मलाई त अब त्यही अब नबस्ने हो भने चाहिँ अब घर आउनु पऱ्यो एकचोटि तुरुन्तै के गरे आएर भने छिनोभानु गर्ने बरु पैसा भने यहाँबाट हामी यताउता गरेर पठाउने अनि नेवार झिकाएर छिनोभानु गरेर क्लियर आफ्नो बाटो त गर्नु पऱ्यो नि त गाडी खानु पऱ्यो आफ्नो बाटो त गर्नु पऱ्यो नि त क्लियर हुनु पऱ्यो कि यसरी त्यो एउटा मात्रै ढुकेर त्यो कामै थिएन त्यहाँ हो कि होइन बहिनी लगाउनु क्लियर त हुनु पऱ्यो नि त तँ र तसँग छिनोफानो गर्ने हो कि तेरो बाउ र मम्मीसँग छिनोफानो गरेर चल्दिने हो जे गरे नि हुन्छ तिमीहरू मम्मी बाबु मम्मीसँग कुरा गरेर हुन्छ होला नि त होइन किन गर्नु पऱ्यो कुरा ठुलो मान्छेको कुरा सुन्नुहुन्न है कि अब सबै अब समाजहरू सबैलाई थाहा छ कस्तो त्यो एउटा रिजन त चाहियो नि त किन उसो हो भनेर त्यो त कुरा त क्लियर गर्नु पऱ्यो म त फोकरले मात्रै समाजको अगाडि त म त बेगुफ त बन्न चाहदिनँ म चिया पलाएर किन फेरि पाउँछ मान्छे रहेछ कि त दिदीबहिनीको झगडा हो परेको दिमाग फुस्कियो यसको बेला बेलामा कसरी क्लियर गर्ने यो कुरा पनि तैँले बस्दिन त भनिहालेँ अब तेरो बाउ र मम्मीलाई नि अब त्यसै सँगै म कुरा गर्छु रोसँगै गर्छु म यहाँ बसेँ सालोले गर्छु म किन यहाँ पहिला दुईजना अहिले दुईजना क्लियर गर अनि यो बस्ने कि नबस्ने त्यो पनि क्लियर गर तिमीसँग बस्ने कि नबस्ने तिमीहरू सँगै बस्ने कि नबस्ने त्यो मात्रै क्लियर गर दुईजना त्यसरी कुरा गर हामी छ नि तिमी मात्रै छ यहाँ त्यत्रो परिवार छ सबै बाबामा हामी सबै सँगै छ त क्लियर गर न अनि अब थाहा नपाउनु त पाएँ होइन अब त्यो के त्यो भन्न कुरा क्लियर हो के त्यो ल त्यसो भए रोशनलाई चाहिँ म फोन गर्छु नि त गर्न पर्दैन
बिस्तारै थाहा हुन्छ त्यो बिस्तार बिस्तार र तिमीसँग बस्दैन भने चाहिँ सकिहाल्यो नि सक्यो म त्यो एड गरिदिनु होला बच्चा अरूले किन त्यो गर्ने त हामी अनि घर परिवारलाई त भन्न त पऱ्यो नि त हिजो अब सिधै कुरा राख्ने अब दिदी आएपछि अनि आएर तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद होइन यस्तो कुराहरू अब ठिकै छ भनेपछि साँचो कुरा गऱ्यो भने चाहिँ हामी चाहिँ धन्यवाद मात्रै पाउँदो रहेछ क्या है अब के भन्ने त नि अब कस्तो कुरा भन्दा हुन्छ कस्तो कुरा भन्दा होला अब तपाईँहरूलाई थाहा छँदैछ खाना उयो रेडी गर भोक लाग्यो दाइहरू भोक लाग्यो खाना बुहारी पछाडि पछाडि त्यसरी लुकेर हिँड्यो अनि दिदीहरूले चाहिँ कुरा लुगाउनु पऱ्यो भाइलाई तिम्रो पनि गर्लफ्रेन्ड छ तिमी पनि सिरियस त भएन त अनि म त चिल हो भएन म त यसको पनि छ रे छ नि म त चिल हो म त ढुक्क हो खाना पन्ध्र जोता छैन खाना रेडी पार्नु गर्ने भयो अब कता म तेरो घरमा फोन गरेर कुरा गर्छु अनि त्यसपछि अनि जान लागमा खन्दैबाट अनि आउँदै हुन्छ त्यही त चाहियो होइन त मद्दत गरेसँग त्यही चाहियो होइन त चाहिँ तैँले चाहिँ चाहियो रहेछ भन्न तिमीलाई त्यही चाहियो रहेछ त्यो बेला चाहिँ केही नभएको कस्तो के नभयो तपाईँ मतलब रहेछ त के मतलब छैन मलाई किन मतलब हुनु पऱ्यो त अनि म बिजी छु के अब के अरे अब भएन त अब तिमीले गौतमसँग बस्दैन भनिसकेपछि अब गौतमले पनि अब आजदेखि फोनै नगर न भइहाल्यो नि भने फोन नगरेर अब आफ्नो आफ्नो गरी खाने अहिलेसम्म अब बेदर्द गरी गरेन छैन के गरे बेदर गरे होइन भनेपछि के गर्नै परेन अब फेरि कागजी रूपमा अब रेली गर्ने हो भने चाहिँ आउने अब सही थापहरू गर्ने त्यसपछि आफ्नो आफ्नो क्लियर गर्नु पऱ्यो क्या हजुर अनि तपाईँहरू त सम्झाउन पर्ने ठाउँमा झन् भड्काइरहेको त यस्तो हो बहिनी हाम्रोमा अहिलेसम्म त्यस्तो केही थिएन यस्तो कुराहरू सुन्यो त्यस्तो कुराहरू मलाई चाहिँ पच्दैन क्या फेरि आफ्नो होस् या पढाइ अब त्यही हो अब मलाई त साँचो कुरा गर्न मन लाग्छ देखेको कुरा बुझेको कुरा गर्न मलाई चाहिँ के गर्ने भयो भने आफ्नो लेखन त हो त्यसमा त मैले अब जसले अब राम्रो गरिरहेको छ उसलाई त हो मैले सपोर्ट गर्ने भनेको अब जो गलत बाटोमा हिँडिरहेको छ उसलाई त मैले सपोर्ट गरेँ भित्र त नभए पनि केही नभए पनि एकचोटि बसौँ बस्ने त अब आउँदैन मलाई थाहा छ जे समाजहरूलाई थाहा छ समाजलाई त थाहा छ त मेरो श्रीमती हो म त्यो श्रीमान हो भनेर जे भने बेदरसँग त्यो उस गर्नु लागि एउटा होइन होइन कागज त्यो बनाएर गरेपछि बेदर त गर्नै परेन त्यो अन्डरसाप गरेर गर्दै नभएपछि बेदर नभएपछि केही फरक परेन आफ्नो आफ्नो गरी काम पनि हुन्छ फ्यामिली मिलेर मलाई उठ्यो सरी ल हामीले यस्तो प्र्याङ्क गर्न त खोजेको थिएन
बाउजू त्यो सबै के हो सबै यहाँ त सबै बाहिरको मामालाई प्र्याङ हानेको जानु पर्छ नि प्लानिङ है फेरि सबै ह्याप्पी एनिभर्सरी फुल पुच्छु कोही चक्कु होइन यसरी सोचिरहेको थियौँ हामीलाई हान्नुहुन्छ कि जस्तो लाग्यो कि यो सरस्वती नानी र कान्छी हाम्रो त कति भइसक्यो है हाम्रो यो प्लानिङ एक हप्ता अगाडिबाट स्टार्ट गरेको हो कि यो दाइ अब रमले कहाँ गयो केक काट्ने त्यही छ दाइ के भन्नु थाले दाइको मोबाइल दिनु त न भाउजू बोल्नु त दाइलाई भ्लगमा बहिनी खोइ भिडियो कल नानी खोइ त त्यही भन्नु नि त थ्याङ्क यू भन्नु न एक्सपेक्ट गर्नु पर्दैन होला यस्तो चिज कोही त अघि भर्खर कहाँ गयो त पुलिस झिक्यो त्यहाँ छ कि मैले तर हामीले चाहिँ सबैले हामीलाई गर्ने जस्तो मानिरहेको रातभरि बोल्ने शब्द त्यत्रो तिम्रो लागि तिम्रो यति प्लान गरेर यत्रो प्लान यहाँबाट त मैले उठाइदिने नभने अब चाहिँ पत्याउँदैन होला कि पताउँदैन होला ज्वाइँलाई लगाउन लाग्यो सुरुमा दिदीलाई नि मिलाउनु भनेर दिदीलाई पनि मैले
च्यापाहरू यो रिसाएको कि बताउन नसकेर होइन यस्तो गर्ने रोको गरौँ भनेर यस्तो गर्ने त्यस्तै गऱ्यो भने यस्तो यस्तो धन्यवाद त दिनु पर्यो नि त के धन्यवाद यसो कुन चाहिँ सबभन्दा मगाउनु नसिरहेको थियो पैसा आज रात निदाउनु पर्छ आज दाइ पुगिदिनु त पुगिदिनु खोइ मोबाइल खोइ मामाको गोबर हेर्नु न मामा तपाईँको नि बनाउन मिल्छ है कुकुर लिएर आएछ कालो चापाबाट कुकुर लिएर आइज तपाईँले पनि प्रयोग गर्न सक्छ प्रेमको सुरुवात जानु गालु कुन फोटो हो फोटो म एकदमै फोटो खिचिदिन्छु दाइ यो त हेर्नु त यो त निम्न लाग्यो त निब्यो बुहारीले चाहिँ बालिदिनु बत्ती त बालिदिनु अघि नै कस्तो लाग्यो त नि तपाईँले प्र्याङ्क चाहिँ यो दार पुरा नभएर एक्स्ट्रा एक्स्ट्राको नि एक्स्ट्रा एक्स्ट्रा भयो होला होइन म त कस्तो तात्यो कि डर्दै फुट्दैन फुटिन यो अनि भएर त्यत्रो एनिभर्सरी भर्खरै मैले विस गरेर आएर क्या हामीले चाहिँ मात्रै गर्ने हामीले मात्रै भन्यो एनिभर्सरी विस गरेर आएर भर्खरै यस्तो गराउनु थाहा पाउँछ नि हामीले त उसै गरे अनि त्यो लास्टमा त्यो कुराहरू मिलाउनको लागि यताउता त्यो मलाई काम होस् यताउतैहरू मिलाइदिनको लागि के अरे जे होस् प्र्याङ्क भनिदिउँ न त यसलाई प्र्याङ्क हो भनिदिउँ अनि यिनीहरूलाई मिलाइदिउँ भन्ने हिसाबले प्र्याङ्क हो भन्दा नि मलाई कस्तो लाग्यो हेर्नु फ्ल्याट पड्काएपछि चाहिँ बल्ल बल्ल बोल्नु भाइसँग नि अब के हो यार नगर हाम्रो चाहिँ फाइनली प्लान सक्सेस भइसकेको छ हाम्रो चाहिँ प्लानिङ हाला भएर केही नि सुनेन कान्छो हाम्रो भयो होला हामी आएको बिहानै यस्तो गएको थिएँ कि भयो बुझा त्यो क्यामेरा कस्तो बेस्तरी माया लाग्यो र माया लागेर हो कि हो र हामी भिडियो फेरि भाउजूले देख्यो भने फेरि भाउजूको माया डेभलप हुँदै जान्छ नि त डेभलप हुन्छ झन् बढी डेभलप हुन्छ कि 100बाट 200 300 400 500 भइसक्यो कि मलाई थाहा छ कसरी अनि कसरी मै खान मन लाग्यो त अनि यो चाहिँ यस्तो लुत्रुक्क परेको अनुहार आमै साह्रै माया लाग्यो कहिले नदेखेको यस्तो न सधैँ ओए धोती तँलाई मेसले यता आइज मेसले तँलाई हानिदिन्छु तँलाई के गर्छु भन्ने मान्छे लुत्रुक्क परेको के ओके त्यसमा देखिएको थियो कि यसको माया देखिएको थियो कि त्यति बेला मजा आयो कि मलाई यसले भनिरहेको छ कि खालि भाउजू या यो मलाई रिस उठ्यो भने त या भन्छ थाहा भयो नि श्रीमती भने कस्तो हुँदो रहेछ मलाई मात्र भन्छ श्रीमती भनेर खालि भन्छ मलाई चाहिँ जिस्काउँछ आज त खत्रै देखायो नि त फेरि आज त सासू ससुरा होइन आमाजु सबैको पे देखा अन्त मेरो सालले हाल्नु भएन अझ भन्छ कि मलाई दिदी भेन आउँदैन मलाई एक्सपेक्ट पनि गरेको थिएन मैले केही सोचेको पनि थिएन अझ फिल्म हेर्छ अहिले त जहिले त पुरा नुहाइरहेको थिएँ बाहिर आएर त जेठो आज फिल्म हेर्न जाने बरु भोलि जाउँला आज सल्लाह गर्नु छ भनेर भन्छ उता जहिले
मैले चाहिँ यसो सोचेँ ज्वाइनले नभ्याउला कि जस्तो लाग्यो जे होइन केटाहरू चाहिँ मैले यसो हेर्नु भनेर भनिरहेको थिएँ मैले यता आएको त पुरा यता नि फेरि अर्को प्लान चलिरहेको छ फेरि सिट फुल गएर फेरि अर्को फेरि सब सिट फुल भइरहेको छ दिदी भेना आएको पनि थिएन अनि सल्लाह गर्नु छ भनेर ज्वाइनले भनेको थियो फेरि अनि यहाँनिर अनि हामी सबैजना आएर लत्ता नि झरेको त फेरि दिदी पनि देखेँ दिदी छिरे दिदी देखेँ बाइक देखेँ बाइक त देखेँ अनि दिदी र भेना आयो दिदी देखेँ भित्र गएको त दुईजना त पुरै सिरियस पारामा क्या पुरै रेडी भएर सिरियस के पुरै 1 घन्टा हराएर सिरियस नानीको फोन आएको त अझै अझै नानीले अझै दाइ दर्शन यताउता यताउता भनेर भन्छ है नानीलाई नि इग्नोर हान्यो कि भेनाले अहिले तिमीलाई कल गर्छु त्यस्तै पाराले क्या अब उसलाई अलिकति त्यस्तै पाराले क्या त्यो अहिले तिमीलाई अहिले कुरा गरौँला यताउता भनेर त्यो तारेर फ्याट्ट फोन पनि काट्यो क्या अनि फोन काट्ने बित्तिकै अनि कस्तो भयो नि अब हुन्छ नि त मान्छेहरू आयो भने त्यो मान्छेको अगाडि त्यही मान्छेको बारेमा कुरा गर्नलाई अलिकति अप्ठ्यारो हुन्छ नि त त्यही कुराहरू जस्तो के अब त्यस्तै मोमेन्टहरू क्रिएट गरिदियो क्या बुढीको ठ्याक्क फोन आएको भेनाले नि हल्का बुढीलाई नि हल्का इग्नोर हाने जस्तो गरिदियो क्या बुढीलाई नानीलाई हल्का के बहिनी यताउता भने जस्तो क्या अलिक मन नपर्ने तरिकाले भेनाले त्यस्तो तरिका एक्टिङ गर्ने होइन नानीको फोन आएको अनि भेनाले त अब नानीको बारेमा कुरा गर्नु छ नि त अब त्यही त अनि अब मन नपर्ने मान्छेको अगाडि त अलिकति गऱ्यो भने बिहेभियर नै अलिकति हुन्छ नि भेनाले त्यस्तै खालको बिहेभियर गर्थ्यो कि फोनमा ट्याक्कै काट्थ्यो अनि पुरा यस्तो कुरा गर्दा म त अनि एकछिन त यस्तो कमाउ के नि भन्यो म त अनि रिस उठ्यो ब्ल्याङ्क बोल्न मन लाग्छ दिदी भेना गएछ सबैजना जान्छ कन्ट्रोलमा है अब कसरी बोलौँ के गरौँ कसरी बोलौँ बिस्तारै मिलाएर बोले होइन मिलाएर कुराहरू यता बुढीसँग कुरा गरेको छ अनि उता दिमागमा छुट्टै चलिरहेको छ है फेरि यस्तो चलिरहेको छ छुट्टै चलिरहेको छ दिमागमा छुट्टै दिमागमा अर्कै कुराहरू के अनि के चलिरहेको छ नि भन्न त त्यो चलेको चिज भन्नु त्यो म अहिले भन्दिनँ है त्यो चलिरहेको छ दिमागमा दिमागमा चलिरहेको छ यता भनेको त अनि त्यसपछि त म त के हो घुमाइ म त के हो कस्तो कस्तो फेरि यता अब त्यसो त गाउँमै अब म त मन लाग्दैन कस्तो भएको थियो कि त्यसले नि खासै रियाक्सन देखाएन क्या त्यो बेलामा किनभने त्यसले मेरो अलिकति नराम्रो कुरा थाहा पाउने बित्तिकै त्यो फेरि अति उस गर्छ क्या म त्यो कति भनिरहेको छु क्या त्यही भएर माया त गर होइन तर फर्स्ट प्रायोरिटी चाहिँ आफूलाई राख भनेर भन्छु क्या त्यसले चाहिँ फेरि मायामा चाहिँ फेरि माया गर्ने यताउता भने फर्स्ट प्रायोरिटी चाहिँ मलाई राख्थ्यो मैले यस्तो त केही यताउता केही गऱ्यो भने म भन्दा नि पहिला उस गर्छु है त्यो हेरेर टेन्सन भयो म कस्तोरी कुरा गर्ने त्यही भएर मैले भन्थेँ नि भेना हो कि भनेर त सुरुमा त फ्री छ कि छैन यताउता सोधेको थिएँ नि मैले होइन यसरी कराएको थिएन नि होइन त मैले त्यसलाई त्यस्तरी गरेँ कुरा गर्दै गएँ अनि बिस्तारै कुरा गरेँ दिदी भेना ध्यान नभएको त मैले यस्तो गर्थेँ मैले त्यो बेलामा ब्ल्याङ्क गर्थेँ मैले त्यो बेलामा दिदी भेना त्यहीँनिर छ बोलाउने अब यस्तो मिलाएर बोल्न पऱ्यो के होइन है यताउता गरेँ भेनाले फेरि यताबाट देखायो फेरि थाहा देखायो मलाई भेनाको विश्वास नगर्ने म भएको त उदी त भेनाले त्यो माझन म त के गरौँ बिस्तारै ऊ गरेँ फेरि यता त्यसो भए त अब यता सालोलाई फोन गरेर पऱ्यो भनेर सालोलाई फोन गर्छु फोन काटिदिने फेरि सालोलाई कुरा अनि टेन्सन अनि के गरौँ त्यो नै म यस्तो आफ्नो त्यो एग्रेसनलाई यस्तो लुगाएर बिस्तारै म गरिरहेँ अनि पछि त आएर एकैचोटि आएर त फ्र्याङ्को गर्दा सबैजना त्यो बेलासम्म केही भएको थिएन एकचोटि फ्ल्याट गरिदियो स्प्रे हानेपछि चाहिँ बल्ल मलाई छाङ्ग भयो क्या त्यसपछि त झन् चुर्रकै हालिदियो त्यसपछि त हामी हाल्ने छोरो छ त्यसपछि त अनि यत्रो खुसी हुने काट्न थाल्यो त्यसपछि झन् म त भाउ मुटु त अनि तल त्यो
बोलीको वार होइन तँलाई यो बोलीको वार गरे नि केही हुँदैन तँलाई चाहिँ बोलीको वार त्यो बेला झन् पुरा जय धरी पुरै अझै अहिले चाहिँ 3 दिनको ट्रेनिङको त केही न केही त दिन सिरियसबाट हानिदिइराख उसले फेरि म देखिरहेको छु भेनापछि उही हो हान्ने म देखिरहेको खतरा कलाकार भइन्छ ए खतरा हो चाकुलाई त यो मेरो चाकमै हालेर मुखबाट निकाल्छ सरस्वतीले कान्छीलाई थर्काए बुहारीलाई थर्काउने कुरो भएन अब आफूहरू सानो थर्काइदिए अनि के गर्नु त अनि त्यसपछि त अनि म त अनि थत्ते भेना हो क्या अझै भेना हो क्या लास्टै सिरियस हुन्छ त भेना त ज्वाइँ हो क्या पुरा यहाँ हो दिन्छ अझै कुरा गरेपछि त अलिकति त यस्तो प्र्याङ्क गरेपछि त अलिकति स्माइल दिनुपर्छ नि लास्टसम्म एउटा नर्मल एक्सपिरियन्स पनि दिँदैन ज्वाइँले त भेनाले त लास्टैसम्म भनेको क्या तरिकाले भनिदियो हामीले मैले देखेँ थिएँ मैले लास्टमा भ्ल्याट गरेपछि बल्ल भेनाले त्यसपछि चाहिँ बल्ल अनि यसो गरेको अगाडिसम्म त यत्रो गर्नु 40 मिनटको त मैले भिडियो फाल्दै हेर्दा त मलाई चाक्यो अनुहार मलाई थाहा पाइसकेको थिएँ 12 बजे यसको तालमा 12 नै होइन अझ 12:30 बज्यो भने मैले थाहा पाइसकेको थिएँ गाह्रो हुँदो रहेछ यस्तै हो कहिले कहिले जिन्दगीमा यति खुसी पनि हुन्छ दुखी पनि हुन्छ एकैछिनमा दुखी हुन्छ एकैछिनमा खुसी हुन्छ हेर्न त भनेपछि भनेपछि प्राङ्क त डेन्जर भयो नि होइन डेन्जर भयो नि अझै दिदी चाहिँ बिचमा फ्याट्टा एकचोटि बोलेको थियो कि होइन नानी यताउता भनेर बोलेको थियो नि त अनि म चाहिँ अनि जे होस् दिदीको कुरा दिदी र नानीमा किन ठुकुर गर्ने भनेर दिदीको कुरालाई चाहिँ हल्का इग्नोर हालेर म तपाईँहरूलाई पोस्ट गरिरहेको थिएँ म चाहिँ हजुर त्यसमा चाहिँ यो तीनजना बोल्न पनि यिनीहरू बोलेन त्यही भएर तर म चाहिँ बोले है दाइ दिदीले चाहिँ पुरा बिचमा पुरा पेचके हानिरहेको थियो होइन दुईटा वर्ड चाहिँ मैले भने तर त्यो मैले झन् त्यो बेलामा झन् म त फुल तारिनु परिहाल्यो नि यता भन्छ यताबाट भन्छ श्रेष्ठ रे अनि बुढीलाई पुरा खुवाउनु त बुढीले त आफ्नै मान्छे हो सोल्टीहरू पर्छ अरे अनि त्यसपछि त झन् त मिक्स भइहाल्यो नि म त अनि मिक्स भइसक्यो हेडेक त गाई त तुरुके रोइसक्नु बोलिस तपाईँले झन् त्यसमा सक्यो श्रेष्ठ भनेर चाहिँ मैले चाहिँ के अरे आफन्तै मामाको छोरा हो भन्दाखेरि अनि त्यसमा त झन् यत्रोको ट्रस्ट नि झन् ट्रस्टै होला रमाइलो एकछिन ल्याङ गरिदिनु पर्यो बिचरा सातु बोलाइदिनु पर्ने छ मेरो साथी आज रिफुल आउनु पर्ने गौतम दाई फोन